हामी चाहिँ अहिले लाङताङ जाँदैछौँ र त्यस सिलसिलामा हामी अहिले रिम्चेमा छौँ। रिम्चे भन्ने ठाउँमा छौँ। यो चाहिँ 2440 मिटर उचाइमा रहेछ समुद्री सतहबाट र योभन्दा अगाडि 0.95 किलोमिटर अगाडि चाहिँ लामा होटल भन्ने ठाउँ छ। हामी चाहिँ अहिले शेर्पा गाउँ हुँदै आएको हो र यहाँ चाहिँ हाम्रो टोली देख्न सकिन्छ। पञ्चबहादुरजी, तामाङ, शान्ति, रश्मिता र यता हाम्रो सर हुनुहुन्छ तेजमान श्रेष्ठ सर, हाम्रो नेपाल ल क्याम्पसको प्रोफेसर यहाँ र तल स्याफ्री बेसीबाट चाहिँ खोलाइ किनारबाट आउने चाहिँ उयो चाहिँ यो रहेछ। हामी चाहिँ अहिले लाङताङको बाटोको घोडा तपेल भन्ने ठाउँमा आइपुग्यो र यहाँ चाहिँ एकदम अलिकति खुल्ला ठाउँ चौर देखियो र यहाँ वरिपरि चाहिँ लालीगुराँसको बुट्टाहरू देखिन्छ। सेतो लालीगुराँस यहाँ छ। यहाँ पिङ्क कलरको लालीगुराँस, यता वरिपरि लालीगुराँस छ। लालीगुराँस भन्दा कम तको छैन है फेरि। यता चाहिँ ठुलो लालीगुराँस र उ त्यहाँ हिमाल ब्याकग्राउन्डमा देखिन्छ। अहिले हल्का कुहिरो लागेर हो, हुस्सु लागेर, नत्र एकदमै त्यो हिमाल त्यहीँ नजिकै छ। यहाँबाट आधी घन्टाभन्दा कति पनि छैन, उता देख्न सकिन्छ ब्याकग्राउन्डमा। र यहाँ चाहिँ हाम्रो फोटोसुट पनि भइरहेछ। फोटोसुट हाम्रो तेजमान सर, फोटोग्राफर क्यान्डिडेट सर चाहिँ हाम्रो रश्मिताले हान्दैछन्। ल यस खुल्ला ठाउँमा ओहो हेलो गाइज। फाइनली अहिले क्यान्जिङ भ्याली आयौँ। 3 घन्टा हिँडेपछि 3890 मिटरमा छ यो उचाइ, हेर्न सकिन्छ। ब्युटिफुल भ्यू, घरहरू राम्रो अहिले यस्तो बनाएर रहेछ। भूकम्प पछाडि वरिपरि हिमाल देखिन्छ। सक्यो चमेली फुल्दैछ।